ल ल ल के हुँदैछ गाइज? मान्छेको मित्रता चाहिँ महाभारतको दुर्योधन र कर्णको भन्दा चर्को छ है गाइज। What's up guys? Hello, namaste. This is Praveen again and welcome back to my channel. आज चाहिँ म धुलिखेलसम्मको मात्रै यात्रा गर्न जाँदैछु किनभने पहिलाको भन्दा चाहिँ आजको भिडियो एकदम बिल्कुल फरक हुनेवाला छ। सधैँ म राइडिङको भिडियो मात्रै हालिरहेको हुन्थेँ होइन, आज चाहिँ अलिकति कन्टेन्ट फरक छ किनभने धुलिखेलमा एउटा भाइले आज एउटा मेरो भाइले चाहिँ होटल ओपनिङ गरेको छ है। आज त्यसको सिलसिलामा चाहिँ म आज भ्लग मात्र होइन यहाँ फोटोग्राफी पनि गर्न जाँदैछु। अघि नै मलाई फोन आइसक्यो है, दाइ तपाईँ छिटो आउनु, लेट भइसक्यो, हामी तपाईँलाई नि कुरेर बसेको छु भनेर उसले भनेको कारणले गर्दा आज म यहाँ धेरै बोलेर बस्ने पक्षमा छैन है त। त्यहाँबाट बल्ल बल्ल अगाडि आयो, यहाँ आएर फेरि उही बारात हो नि, अब यहाँ निन्द्रा लाग्छ। बल्ल खुल्यो, थट कसम 20 मिनट जति होल्ड गर्नु पर्यो यार। जाऊ जाऊ अगाडि नै जाऊ, के गर्नु गाइज, पछाडि बस्न मनै लाग्दैन। कति 58 पुगिसकेको छ यार। यहाँ टप स्पिड चाहिँ होइन 50 मात्रै राखे पनि मैले सुनेको चाहिँ होइन 60 भन्दा तल चाहिँ रिडै गर्दैन अरे क्या राडर गनले, ट्राफिकको राडर गनले। 50 सम्म चाहिँ टप स्पिड राखेर 10 चाहिँ बोनस रे होइन, 60 सम्मलाई समाउँदैन र 61 भयो भने फेरि छोड्दैन रे है। त्यही हुनाले म यहाँ 58 60 मा छु। खस्यो जस्तो आज नराम्रोसँगले बच्यो लागिरहेको थियो। जगतीबाट भित्र च्याबासिङपट्टि छिरे है, नालाको बाटो धेरै ठिक, जाम पनि छैन कच्ची पनि छैन, यता जस्तो ठुलो गाडीको चक्कामा पर्ने डर पनि हुँदैन, धुवा धुलो एकदम आनन्दले सननन्न गयो। ड्राइभ स्लो रे, हामी स्लो नै त गर्छौँ नि। ओहो कति राम्री राम्री हो। कसले फोन गरे यार, कति गरे कि नन स्टप। भाइ म नाला क्रस गरेँ, जस्ट 15 मिनट मार्छ ल्याब। नाला क्रस गरेर त होइन, नालाको उकालो चाहिँ अब चढ्न लागेको। नाला आइपुग्न आँट्यो भन्यो भने त मान्छे बेहोस भइहाल्छ नि। ओहो ओहो ओहो, यतिखेर जन्ती भनेपछि रातिको बिहा पऱ्यो क्या यार। S+G सागर प्लस गङ्गा हुनुपर्छ पक्कै पनि। गाइज दिस इज बनेपा। ओइ मा कसम यहीँ पो आइसकेछ त, हर्न त लाउनु नि यार बसले नि। गाइज होइन मेरो घर नि पहिला मेरो जन्मस्थान काभ्रे हो है, काभ्रे रोसी गाउँपालिका। टक्क सानोमा चाहिँ होइन ड्याडीको चाहिँ हात समाउँदै यो बनेपा बजार आउँदा यस्तो फिल हुन्थ्यो कि त्यो टाइममा होइन, मानौ कि यो संसारको सबैभन्दा ठुलो सहरै यही बनेपा जस्तो लाग्थ्यो कि। जब अलि ठुलो भएर काठमाडौँ छिरे त्यस्तो त होइन रहेछ भने जस्तो फिल भयो। कहाँबाट मर्न आयो यार, यिनीहरूको साइड त पल्लो पो हो त। ओहो बिहे Guys, this is Red Roof Village Resort. ओहो खोइ त यार, कोही पनि छैन त। सो गाइज अहिले चाहिँ म मेरो डेस्टिनेसनमा आइसकेँ है। यहाँ ओपनिङको तयारी हुँदै रहेछ, केटाहरू माथि रहेछन्, म आइसकेँ भने उनीहरूलाई थाहा छैन, अब सरप्राइज दिन्छु है त। हेलो दिपक दाई, एकदम ठिकठाक। गाइज उहाँ चाहिँ हाम्रो जिल्ला समन्वय समिति अध्यक्ष है, कसैको नजर नलागोस् भनेर रहेछ है। गाइज आज सँगसँगै भइएछ है, बाटोको धुवा धुलो जामले गर्दाखेरि
दाइसँग धेरै समयपछि भेट्न पाइयो है। काभ्रेमा सिपालीमा हाम्रो चाहिँ एउटा प्रोग्राम थियो, त्यतिखेर लास्ट भेटेको अनि त्यसपछि भेट्न पाइयो। एकदम खुसी लाग्यो है दाइसँग भेट्दाखेरि। हेलो नमस्कार नमस्कार नमस्कार। यो नयाँ घर हो, यसलाई भाडामा लिएर हामीले डेकोरेसन गरे। गाइस यहाँ चाहिँ हेर्नु नयाँ होटल, नयाँ रुमहरू, फेन्सी टाइपको एकदम राम्रो टाइपको छ। यो चाहिँ बेड है। यहाँबाट चाहिँ हिमाल एकदम प्रष्ट क्लियरली देखिन्छ है। भ्यूहरू नि राम्रो छ, बाहिर बर्ना छ है। खै यहाँ कहाँबाट खोल्ने? नाइस छ। तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ है धुलीखेल। यहाँको बाथरुम चाहिँ कस्तो रहेछ हेरौँ है त। स्विच ल नाइस। सो गाइस अब चाहिँ फाइनली हाम्रो यो रेस्टुरेन्ट उद्घाटनको टाइम आयो है। सोचेको भन्दा मान्छे कम भए पनि जस्तो राम्रै तरिकाबाट अब उद्घाटन हुन जाँदैछ। हाम्रो चाहिँ चिफ गेस्ट भनेको चाहिँ काभ्रे जिल्ला समन्वय समितिको अध्यक्ष दीपक गौतमले गर्दै हुनुहुन्छ। एकदम सफलताको शुभकामना। एकदम त्यो पछि होइन, त्यो पहिला उयो अब त्यो खाना यता अब उहाँलाई नै एउटा लगाइदिउँ अनि बाहिर उद्घाटन गरेपछि अब यो लाइटर शुभकामना। एकदम व्यावसायिक सफलता है। एउटा फोटो सबै हुन्छ, सबै आउँछ। खाँदै ठिक छ। युवाहरूले सुरु गरेको छ होइन। ल ओके फोटो खिच्दै गरेको त्यो बाहिर टल्किने छ। यहाँ चाहिँ हाम्रो काभ्रे जिल्लाको टप फोटोग्राफर हुनुहुन्छ है। भइरहेछ होइन? कस्तो खतरा फोटो खिचिरहेको कसैले खिच्छ। वा दामी खिचेछ यार। सो गाइज फाइनली चाहिँ हाम्रो यहाँ उद्घाटन भयो होइन। यो रेड रुफ भिलेज रिसोर्ट भन्ने चाहिँ यो धुलीखेलको यो भट्टी डाँडा जाने बाटोमा वडा नम्बर 8 को कार्यालयसँगै
यहाँ छ तपाईँहरूलाई आउनको लागि चाहिँ लोकेसन चाहिँ एकदम बेस्ट हुन्छ होइन अनि यहाँ मैले भिजिट गर्दाखेरि चाहिँ यहाँको खानाहरू एकदमै मिठो रहेछ अनि सर्भिस एकदम राम्रो छ म्यानेजमेन्ट पनि एकदम राम्रो छ अनि बेडरुमहरू पनि एकदम राम्रो सफा अनि अझ सबसे बेस्ट प्लस पोइन्ट भनेको चाहिँ हरेक बेडरुमको झ्याल खोलेर बाहिर रेलिङमा निस्किँदा चाहिँ एकदम पारिपट्टिको हिमालहरू चाहिँ भ्यूहरू चाहिँ एकदम फर्स्ट क्लास छ यहाँबाट हेर्ने हो भने नगरकोट र यहाँको तुलना गर्ने हो भने यसको अगाडि नगरकोट चाहिँ फिक्का नै छ है अनि मलाई चाहिँ एकदम बेस्ट लाग्यो तपाईँहरूले पनि एकचोटि भिजिट गर्न सक्नुहुनेछ अब यहाँको चाहिँ विशेषताहरू के छन् के सर्भिस हुन्छ भनेर चाहिँ म चाहिँ यहाँको सम्बन्धित ओनरलाई चाहिँ म सोध्न गइरहेको छु है त बिल्डिङ चाहिँ यही हो नोटिस गर्नु होला यहाँ हाम्रो कहाँ हो यो नमस्ते कहाँ छ हाम्रो चाहिँ यो रिसेप्सन खोलेको हो हजुर 8 मा यो चाहिँ हाम्रो भटी डाँडा वे यतापट्टि पर्छ अनि हाम्रो 1000 स्टेपबाट चाहिँ त्यहाँबाट एउटा गेट छ त्यो गेटबाट इन्ट्री गरेपछि हाम्रो चाहिँ प्रोबाब्ली 500 मिटर यता आएपछि चाहिँ हाम्रो रेड ब्रिजहरू आउँछ त्यहाँ द्वारिका होटलको साइडमा छ होइन मलाई चाहिँ एकदमै राम्रो लाग्यो होइन म चाहिँ आफू त म आउँछु म साथीहरूलाई नि रिकमेन्ड गर्छु तर यहाँ पार्किङ चाहिँ मैले देखिनँ पार्किङ बाइकहरूलाई त इनफ छ गाडी पनि यहाँ पार्किङ गर्नलाई प्रब्लम त छैन अलिक धेरै टिमहरू आयो भने कहाँ छ गाडीको लागि यहाँ बन्दैछ पछाडि हजुर अब हाम्रो 1-1.5 महिनामा चाहिँ तल गाडीको लागि बसको लागि मिनी बससम्म जानेलाई चाहिँ बनाउने हाम्रो पार्किङको योजना छ होइन हजुर अब ठुल्ठुलो बस आयो भने चाहिँ उता सारथीबाट छिराएर तलसम्म चाहिँ हाम्रो पार्किङको त्यसको सुविधा छ सो गाइज यहाँ चाहिँ रिसिप्सन रहेछ होइन अहिले यहाँ कोही पनि हुनुहुन्न आजभन्दा यहाँ रिसिप्सनमा बस्ने मान्छे माथि जानुभएको छ है एकदम आनन्दको भ्यू छ ठाउँ पनि एकदम राम्रो छ है अनि नयाँ होटल हो अनि प्राइस पनि मलाई त्यस्तो धेरै जस्तो चाहिँ लागेन अनि कति पो भन्दै हुनुहुन्थ्यो म कन्फ्युज भएँ म यहाँ सोधेर तपाईँहरूलाई क्लियर गराउँछु है त So guys, हाम्रो चाहिँ यहाँको आजको भिजिट सक्यो है अब यहाँ हाम्रो सबै काम सकेर यहाँको प्रोग्राम सकेर अब काठमाडौँ पुग्दा चाहिँ बेलुकाको 9 बज्ला जस्तो है अब राति भिडियोहरू चाहिँ राम्रो खिच्न पाएँ होइन अब म मेरो चाहिँ आजको मेरो छोटो मिठो भ्लगिङ चाहिँ यहीँ टुङ्ग्याउनु गइरहेको छु है त सो गाइज है म चाहिँ अब धुलीखेलबाट यहाँ जडीबुटी आइपुगेँ अनि यहाँ हाम्रो यो बिएनएस हेलमेट सपमा चाहिँ एउटा मिटिङ छ भनेर मलाई बोलायो साथीहरूले के को मिटिङ हो त मलाई पनि थाहा छैन है त्यो चाहिँ त्यहीँ गएपछि नै थाहा हुन्छ ओहो 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 मेरो पासन म त हालिदिन्छु नि फेरि खोइ सुरेर आएन